ती सुनकेसीले ठक्क घर माथिबाट हेरिरहेकी थिइन्। सानो सानो ठिकैको बिल्डिङ घर त होइन, सानो टाढे टाढे घरबाट हो हेरिरहेकी। ला भन्तेज्यूलाई कसैले भोजन हालेका छैनन् नि। सिधै भित्रतिर दुखेर फुपू फुपू आफ्नो फुपू सिधे फुपू भित्र के छ खानेकुरा दान त भन्तेज्यूहरू पाल्नु भएको कसैले दान गर्न जान्दैनन्। यहाँ भोजन गरेर दान गर्न मन लाग्यो के छ भन्दा भित्र भान्साघर छपछपाउँछन् केही पनि छैन। होइन म त दान गर्छु जेसुकै होस् हेरेर खोज्नुहोस् न भन्छन्। भन्छ म त हुन्न अब देरी भइसक्यो, जेसुकै होस् मैले दान गर्छु। मैले त गएर निमन्त्रण गरेर ल्याएर दान निमन्त्रण गर्ने बित्तिकै मलाई कति पुण्य मिल्छ भने गएर भन्तेजी मेरो घरमा आएर पालिदिनु होला भन्। सधैँ 7 वर्गीय अगाडि बिहार बसिन्। भित्र छपछपाउने केही पनि छैन है। यस्तो श्रद्धा भन्ने कुरा है। तपाईँ हामीमा त अहिले छैन दानदेव कुनतिर हुन्छ हुँदाखेरि कहिले बोलाउँला भन्ने हुन्थ्यो होला। एकदम बोलाउँछु अब 12 बजी उता भोजन लिन हुँदैन भन्तेजीले भनेर एकैचोटि भित्र आएर फुबु जानुहोस्। ऊ त्यो माझमकी छोरीले हिजो मेरो कपाललाई 1000 दिन्छु भने थिएँ। मेरो कपाल काटेर बिक्री गर्छु अरे मैले दिन्न भनेर लखाटेको थिएँ। आज मैले बिक्री गर्छु जाऊ 1000 मा कपाल दिन्छिन अरे भनेर पैसा लिएर आऊ। त्यहाँबाट बाटामा चामल किनेर ल्याउनुहोस् फुबु पकाएर अहिले भोजन खिलाइहाल्ने भन्तेज्यूलाई भनेर सरदारले पठाउँदाखेरि उहाँ गएर महाजनीले यस्तो मेरो भदैनीले चाहिँ कपाल दिन्छ अरे 1000 दिन भन्दा लिन्न। आफूले चाहिँदा मागेको र जबरजस्ती दिनुहोस् भनेको मिल्छ त। हिजो 1000 दिँदाखेरि उसले जे काहीँ गरेँ मैले दिन्न मेरो कपाल यति राम्रो छ 1000 मा बेला। आज मैले कपाल दिन्छु अरे भन्दा मैले 1000 दिन्न लु बेला। ला बर्बाद हुने भयो। भन्तेजीलाई घरमा ल्याएर राखेछ भोजन मिलेन त झन् विजेत हुने भयो हाम्रो त। के गर्ने हामीले 12 बजी थालिसक्यो अब हुन्न भन्दा होइन 1000 नदिन कति दिन्छौ भन न। हाम्रो यस्तो पाल्नु भएको छ भदैनीले हेर न केही नजानेको गएर पहिले बोलाएर ल्याखिन् अहिले मलाई यहाँ पैसा लिन पठाउँछिन् कति दिन्छौ भन न भन्दा मिल्न म त जम्मा कतिजना भन्दै छन् र 7 वर्गी छन् त्यसो भने 8 रुपियाँ मात्रै दिन्छु लु बेला। पैसा सिच्चा ठेन आउँदा 1000 को माललाई कतिमा बिक्री गरेकी श्रद्धा भनेको न 8 रुपियाँ बिग्रेर त्यतिखेर 1 रुपियाँले 1 वर्गी अगाउँजेल खाना हुन्थ्यो त्यतिखेर टाम्बो अलौढिसिरे पैसाको त्यो लिएर आएर चामलहरू किनेर तरकारी भाजी दाल गरेर वया उच्चा गराएर उत्तिखेरै भोजन तयारी बनाएर 12 नबज्दै भोजन दान गरी भोजन दान गरिसक्दा त अरहन्तहरू हुनुहुन्थ्यो आशीर्वादहरू दिनुभयो मित्री पुर्याउनु भयो भोजन लिएर भ्याइसक्दाखेरि त्यहाँबाट उहाँले बुझ्नुभयो आज सुकेसी कत्रो ठुलो श्रद्धा आफ्नो कपाल त्यस्तो माया भएको कपाल आज 1000 मा बिक्री गर्दा पनि नदिकिन आज 7 रुपियाँ 8 रुपियाँमा कपाल बिक्री गरेर आज हामीलाई दान गर्ने यिनी महाबहादुरी हुने यिनको श्रद्धा कत्रो ठुलो भन्दै उहाँहरू प्रशंसा गर्दै फर्किनु भयो। आफ्नो अब राजदरबारतिर गएर उद्यानमा गएर पहिला बस्नुभयो भन्तेजीहरू पाल्नुभएको छ अरे पहिलाका ती मन्त्रीहरू सबै अब भन्तेजीमा त राजाले ढोक गर्नु पऱ्यो आएर सबै ढोक वन्दना गरेर कहिले आउनुभयो भन्तेजी कताबाट आज आएका हामीहरू यता ला आज दिउँसोको भोजन हजुरले कता लिनुभयो त भन्तेज्यू राजाले कहाँ लिने हो हामीलाई सारा त्यो सहर गाउँमा घुमे एकजनाले भोजनै दान गर्दैनन् नि त। धन्न त्यहाँ रहेछन् अति श्रद्धालु एउटी उपासिका सुकेसी भन्ने आज यस्तो वृत्तान्त भनेर बताउनु भयो। आफ्नो 1000 रुपियाँमा दान गरेको किन्न आएको कपाललाई पनि अरे आज 8 रुपियाँमा बिक्री गरेर भन्तेज्यूले भोजन लिन पाउनु भएन भने श्रद्धाले उनले त्यत्रो दान गरेकी यिनी त महान श्रद्धा भएकी व्यक्ति हुन्। पुण्य गर्न नडराउने व्यक्ति अरे पुण्य गर्न नडराउने व्यक्ति हुन् भन्दा त राजालाई त पुरा इन्ट्रेस्ट भयो। अति रूपवती पनि छिन् भन्तेज्यू मात्रै भन्तेजीले त्यसै भन्दै गएखेरि त आज यस्तो श्रद्धा भयो कि त रूपवती भन्दा त राजालाई त अघिले त कतिखेर हेरौँला जस्तो भयो उत्तिखेर सिपाही पठाए जा फल्ना देशको फल्ना गाउँको फल्ना सहरको कति नम्बर कौन याक्वेमा बस्ने सुकेसीलाई बोलाएर ल्याउनु सकेर ल्याएर हेर्दाखेरि त सुकेसी लाई देखिने बित्तिकै यस्तो श्रद्धावान यति रूपवतीले आज यत्रो पुण्य गर्न नडराउने व्यक्ति जेसुकै आजदेखि मैले उपरान्त यिनलाई रानी बनाउँछु खारे रानी लौलाई त आज घरमा खाना राम्रो माम पनि थिएन आज त्यो देशको रानी। त्यही भएर दान भनेको दान गर्दा दानमा उन्मुख नगर्नु आफूलाई मिलेको माम खाना पाएको भने दान लियो भने दान गर्न नडराएको व्यक्ति पनि यही भयो भने महाजन हुन सक्छ।